आज मोमो डे। हामी चाहिँ आज सबैजना घरमा थियौँ, हाम्रो पनि बिदा थियो। अनि त्यसपछिबाट आज मोमो खाने भनेर, तर हामीले आज घरमै बनायौँ। बाहिरबाट ऱ्यापर पनि ल्याएनौँ, बाहिरबाट किमा पनि नल्याएर घरमै बनाएर मिट ल्याएर घरमै मिक्स्ड गरेर यसरी अनि किमा बनायौँ। अनि नेपालबाट मम्मी बाबा पनि आउनु भएको थियो हिजो मात्रै। अनि त्यसपछि उहाँहरूले पनि बाहिरबाट ल्याएको खानु हुँदैन कि घरमै बनाएको प्रिफर गर्नुहुन्छ। अनि त्यही भएर यसरी रोटी बेलेर अनि रोटी बेल्न चाहिँ अलिकति गाह्रो भएको थियो, किनभने हामी नर्मली बाहिरबाटै ऱ्यापर ल्याएर बनाउँछौँ, त्यो सजिलो हुन्छ नि त। अनि त्यही पनि ल घरमा बनाएर खाऊँ, फ्रेस हुन्छ, हेल्दी पनि हुन्छ भनेर आँटा लिएर आएर मैदा लिएर आएर अनि यसरी बेलेर बनायो। मोमोको डल्ला चाहिँ हामीले उल्टो बनाएको, किनभने पाक्न पनि राम्रोसँग पाक्छ। अनि त्यही भएर यसरी सबैजना मिलेर ऱ्याप गऱ्यौँ। अनि उतापट्टि बाबा दाइले बेलिरहनु भएको थियो अनि मजाले बनायौँ। अलिकति फेरि घरमा बनाएको ऱ्याप अलिकति बाङ्गे टेङ्गे हुन्छ, त्यही पनि मिठो चाहिँ हुन्छ घरमा बनाएको। अब यो टमाटर चाहिँ हामीले एकैचोटि लिएर आउँछौँ कि, अनि त्यसपछि धेरै हुन्छ नि त पाकेर, अनि फ्रोजनमा राखेको थियो। अनि त्यही भएर तातो पानीमा एकछिन सोक गरेपछि अनि चटनी बनाउनको लागि रेडी हुन्छ भनेर मैले यसरी भिजाएर राखिदिएको थिएँ। अलिक धेरै चाहिन्छ, हामी धेरैजना छौँ, अचार धेरै बनाउनु पर्ने हुन्छ। अनि त्यही भएर सबैजना ऱ्याप गरिरहेको छु। अचार चाहिँ सनुज दाइले बनाउनुहुन्छ, त्यही भएर अनि म चाहिँ यहाँ भिडियो गरिरहेको छु। मोमो बनाउँदाको सबैभन्दा बेस्ट पार्ट भनेको चाहिँ हामी सबैजना मिलेर काम गर्छौँ। कसैले चटनी बनाउने, अचार बनाउने, कसैले चाहिँ बेल्ने। छोटा डन पनि यहाँ हामीलाई हेल्प गरिरहेछ, उसलाई पनि एकदम इन्भल्भ हुन मजा लाग्छ कि काममा चाहिँ, जानी नजानी ट्राई गरिरहेको छ, मजा मान्छ काम गर्न चाहिँ। अब कसैले बेल्ने, कसैले चाहिँ दाइले अचार बनाउनुहुन्छ, दाइले बनाएको अचार एकदम मिठो हुन्छ कि, अनि हामी दाइलाई नै भन्छौँ नर्मली, नभए मैले पनि बनाएर आउँछु अचार। जसले जे काम सक्यो त्यही काम चाहिँ हामी गर्छौँ र अनि एकदम छिटो पनि हुन्छ, धेरै टाइम लाग्दैन। अनि हाम्रो चाहिँ एकदम रमाइलो छ यहाँ, हामी सबैजना मिलेर बस्छौँ। अनि त्यसपछि नेपालको पनि याद आउँदैन प्रायः भनौँ न, सबैजना मिलेर बसिन्छ, रमाइलो हुन्छ, जे काम पनि मिलेर गऱ्यो, बनायो, खायो है, टाइम पनि लाग्दैन। बेस्ट पार्ट अफ लिभिङ टुगेदर होइन। अनि त्यसपछि अब मोमो रेडी हुँदैछ। अब स्टिमको लागि मैले हालिदिइसकेको थिएँ पानी बोइल गरेर। अब यो अचार पनि रेडी भइसक्यो। अचार बनाउन पनि सिम्पल छ रेसिपी, म फेरि कुनै दिन राख्छु अचारको लागि। अनि अब अचार बनिसकेपछि हामी चाहिँ यता मोमो पनि रेडी भइहाल्छ, अनि च्याप्चु प्लेटिङ गरेर खाना बसिहाल्छौँ। तर नर्मली मोमोलाई चाहिँ 15 मिनट त पकाउनै पऱ्यो, 15-20 मिनट हेरेर। अनि अचार ब्लेन्ड भएर रेडी भइसक्यो। अनि प्लेटमा हालेर हामी सबैजना बसिसक्यौँ टेबलमा, अनि सबैजनाले खाँदैछौँ, गफ गर्दै खाँदै मजासँग। अनि उता वर्ल्ड कप पनि हेर्दै हुनुहुन्थ्यो। अनि यहाँ चाहिँ मोमो खाइसकेपछि फुच्चेको दाँत हल्लिरहेको रहेछ, अनि यसले चाहिँ दाँत निकाल्न पर्छ भनेर रोएर चौपट गरिरहेछ, धागो बाँधेर छोडिदिएको। बिचरालाई गाह्रो भएर अरूलाई निकाल्न पनि दिँदैन, आफू निकाल्नु पऱ्यो भनेर रोइरहेछ। गरी खोल्या हो जाडो भयो कि बाबुलाई